नमस्कार, म जयकला बस्नेत, जयलक्ष्मी एग्रिकल्चर प्रारीको म प्रोपाइटर। म चाहिँ महिला उद्यमिनी भनेर चिनिन चाहन्छु। मैले चाहिँ बनाएको सम्पूर्णलाई मैले भन्न चाहन्छु। म एग्रिकल्चरबाट चाहिँ मैले नयाँ ढङ्गले अहिले महिला उद्यमीहरूलाई पनि प्रमोट गर्नुपर्छ भनेर उहाँहरूको सिप विकासको लागि म आफै चाहिँ यो यस्तो ह्यान्डिक्राफ्टहरू पनि बनाउँछु हैन। यो चाहिँ रुमालहरू म तयार गर्छु। यदि तपाईहरु कसैलाई चाहिन्छ भने पनि सम्पर्क सक्नुहुनेछ। अनि यो टिभी छोप्ने हो एकदम। यसले चाहिँ जे गर्दा पनि हुन्छ। यो रुमाल चाहिँ जस्तै अब डालोहरू झाक्न पनि हुन्छ हैन। अनि त्यसैगरी टेबुल कोर्स भन्छ यसलाई। टेबुल कोर्सहरू यसरी बनाएको हुन्छु। अनि यो झण्डा मैले आजभन्दा 6 वर्ष अगाडि चाहिँ नेपालको झण्डाको मैले ट्रेनिङ दिएको थिएँ मेरै आफ्नो एग्रिकल्चरबाट उद्यमीहरूलाई हैन। अनि त्यो चाहिँ मैले 6 वर्ष अगाडि निकालेँ। एकदमै राम्रो चलेको छ। यो यसको माग पनि छ। मैले चाहिँ यो झण्डा गर्छु। अनि त्यसपछि विभिन्न कामहरू गरिरहेको छु। अनि अहिले चाहिँ मैले खास यो देख्न सक्नुहुनेछ। यो चाहिँ कपुर बत्ती। यो पनि प्रशस्तै छन् कि मसँग। मैले होलसेल दिन्छु तपाईलाई। यो चाहिँ खास चाहिँ अरू बेला पनि पूजामा चाहिँ हुन्छ। तर पनि अहिले चाहिँ कस्तो छ भने के भन्छ यो दैनिकी पूजालाई साथै तपाईको यो तिहारमा बढी जान्छ के। तिहारको लागि मैले स्टकहरू गरेर राखेको हुन्छु। तपाईहरु सम्पूर्णलाई चाहिन्छ भने यदि मेरो यो तपाईहरुले भिडियो हेर्नुहुन्छ हैन, टिकटकमा पनि हाल्छु, भिडियोमा पनि हालेको हुन्छु, फेसबुकमा पनि हुन्छ। तपाईहरुलाई अर्डर गर्नु पर्यो भने चाहिँ भन्नु होला के। तालिमै चाहिए पनि म सिकाइदिनेछु तपाईहरुलाई हैन। र यस्तो रुमालहरू बनाउनु पर्यो भने खादा पनि हुन्छन् मसँग। खादा पनि मैले तालिम दिन्छु। खादाको पनि मसँग छ हैन। म आफैले चाहिँ मैले तालिम दिएको यो झण्डा सँगसँगै। अनि महिला उद्यमीहरूले गर्नु पनि भएको छ। अहिले हाम्रो उद्यमीहरू हुनुहुन्छ। यदि खादै चाहियो भने पनि अर्डर गर्न सक्नुहुनेछ। तालिम चाहिए पनि भन्नु होला। र म चाहिँ महिला दिदीबहिनीहरूले घरमा बसेर पनि यो एकछिन गर्दा पनि छ नि। यो हामीले कपुर बत्ती बनायौँ भने धेरै स्टक हामीले गर्न सक्छौँ क्या। एकदमै ठुलो व्यवसाय गरेर मात्रै व्यवसाय बन्ने पनि होइन। मेरो सुझाव के हो भन्दा सानो सानो तपाईको चाहिँ एउटा कपास बत्तीबाट अनि तपाईको लाखबत्तीहरू बनाएर जस्तै धूपहरू भयो। हामीले घरमा बसेर गर्ने थुप्रै कामहरू छन्। त्यति बेला हामीले फेसबुक चलाउने अब अरूहरू चाहिँ हामी फेसबुकमा कति बिजी हुन्छौँ नि हैन। त्यो भन्दा पनि एउटा व्यवसाय सम्हालेर गरौँ भनेर चाहिँ मैले चाहिँ अलिकति यो आर्थिकपट्टि नै मैले चाहिँ गर्नुपर्छ भन्ने जस्तो मलाई लागेर मैले उद्यमीहरूलाई चाहिँ एकदमै उद्यमशीलता बनाउन खोज्छु। किनभने यो आर्थिक नै हामीलाई बलियो हुनुपर्छ। किनभने बलियो यदि भएन भने हामीले धेरै चाहिँ यो व्यवहारहरूमा चोट पनि खाइन्छ के। त्यही भएर चाहिँ काम गर्नुपर्छ, केही न केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो। मैले आफूले भोगेका कुराहरू है म तपाईहरुलाई चाहिँ शेयर पनि गर्न चाहन्छु। त्यही भएर तपाईहरु सम्पूर्ण उद्यमीहरूलाई यसरी बस्दा ओर्दा पनि केही गरेरै बसौँ हैन भन्छु। र तपाईहरुलाई मेरो कुनै पनि सहयोग मतलब केही सिप सिक्नु छ भने त्यस्तो चाहिँ चाहनुहुन्छ भने म तपाईहरुलाई मेरो युट्युबमा पनि जयकला बस्नेत भनेर हाल्नु होला हैन। त्यही नाम सर्च गर्दा आइहाल्छ। त्यसपछि भएन फोन नम्बर पनि तपाईको त्यहाँ हुन्छ। हेर्नु होला, मसँग साथी बनिदिनु होला। म धेरैलाई मेरो सोच के छ भने म आफू मात्रै बन्ने हैन, अरूलाई पनि बनाउने र आफूले बरु जति नै हन्डर दुःख पाए पनि म अरूलाई चाहिँ एकदमै उद्यमी बनाएर मबाट केही सिप सिकाएर उहाँहरूको चाहिँ जीवनमा केही जीवन स्तर उकास्न म एकदमै चाहन्छु हैन। म चाहिँ एउटा समाजमा सेवा गर्न पनि मलाई भित्र आत्मैबाट आउँछ। कसैले नगर्नु भन्दा पनि मलाई चाहिँ गरौँ नै भनेर आउँछ हैन। मेरो अब त्यस्तै हो। मेरो अब भाग भोग कर्मै त्यही होला। र म चाहिँ एकदमै सेवामा चाहिँ समर्पितै हुन चाहन्छु। सम्पूर्णलाई म त्यही भन्न चाहन्छु। तपाईहरुलाई एकदमै साथी बनाउन म चाहन्छु। मेरो भिडियो हेरेर कस्तो लाग्छ तपाईहरुले मलाई प्रति उत्तर दिनु होला। नमस्कार।